तपाईको बैंक पासपोर्ट लाइसेन्स सरकारी सेवा सबै एउटै आइडीमा चलोस् भन्ने लाग्छ तपाईलाई? पर्दैन। बैंक पासपोर्ट लाइसेन्स सरकारी सेवा सबै एउटै आइडीले चल्ने नयाँ आइडी बन्दैछ, बनिरहेको छ। विश्वासलाई नलागे भिडियो हेर्नुस्, भिडियोमा पुरा जानकारी छ। म कुरा गर्दैछु नेपालको राष्ट्रिय परिचय पत्र अर्थात् एनआइडी, नेसनल आइडी है त। मैले चाहिँ आज यस भिडियोलाई पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 र पार्ट 5 गरी 5 वटा पार्टमा चाहिँ भिडियोलाई डिभाइड गरेको छ है त। पहिलो पार्टमा राष्ट्रिय परिचय पत्र भनेको के हो, दोस्रो पार्टमा नेपालको यसको मुख्य फाइदा के छन्, तेस्रो पार्टमा कसरी आवेदन दिने र चौथो पार्टमा यसका च्यालेन्ज र रियालिटी के छ र पाँचौं पार्टमा चाहिँ हामीले तपाईहरुसँग अन्तर्क्रिया गर्नेछौँ अर्थात् इन्टरेक्सन गर्नेछौँ है त। पार्ट 1 मा सुरु गरौँ। अब पार्ट 1 बाट सुरु गरौँ। राष्ट्रिय परिचय पत्र भनेको के हो त? देख्दा साधारण नागरिकताको कार्ड जस्तै देखिन्छ, तर यो डिजिटल आइडी हो, डिजिटल कार्ड हो। यसमा तपाईको फिङ्गरप्रिन्ट, आई स्क्यान, डिजिटल डाटाहरू सेक्युर तरिकाले राखिएको हुन्छ। तपाईले अनलाइन केवाइसी र सरकारी सेवा सहज बनाउन सरकारले यसलाई लागू गरेको हो। हामीले यति बुझ्दै गर्दा राष्ट्रिय परिचय पत्र एउटा नहुने पत्र हो भन्ने पनि बुझ्न थालिसकेका छौँ र यसलाई अझ विस्तृतमा बुझ्न यसका फाइदाहरू के छन् यसबारे पनि बुझौँ। पार्ट 2 यसका मुख्य फाइदाहरू के त? यसबाट तपाईले बैंक खाता खोल्न सजिलो हुन्छ। सरकारी सेवा लिन हरेक पटक कागजपत्रहरू लिएर दौडिराख्नु पर्दैन। पासपोर्ट, लाइसेन्स, अन्य सरकारी सेवाहरू इन्टिग्रेसन हुने भएकाले यसबाट सहज रूपमा एकैचोटि धेरै फाइदाहरू लिन चाहिँ सकिन्छ। डिजिटल भुक्तानी जस्तो अनलाइन पेमेन्ट, केवाइसीको सुविधा यसमा पछि थपिन सक्ने सम्भावित सुविधाहरू हुन्। फर्जी नागरिकताहरू रोक्न पनि यसले आधुनिक प्रविधिको काम गरेको छ। प्रविधिमा नयाँ आमूल परिवर्तन ल्याउन यसले सहयोग पुर्याउनेछ। अहिले यो बैंक खाताहरू खोल्नमा युज भइसकेको छ र अनिवार्य भइसकेको छ, तर अन्य कामकाजमा पनि बिस्तारै युज हुने क्रम जारी नै छ। भिडियो कस्तो लाग्दैछ आफ्नो सल्लाह सुझाव कमेन्टमा लेख्न सक्नुहुन्छ। भिडियोमा अझै तपाईलाई के चाहिन्छ हाम्रो च्यानलबाट त्यो कुराहरू पनि कमेन्टमा लेख्न सक्नुहुन्छ। म त्यही अनुसारका भिडियोहरू बनाउने नै छु। लेट्स फेरि टपिकमै जाउँ है त। पार्ट 3 कसरी दिने त राष्ट्रिय परिचय पत्रको लागि आवेदन? राष्ट्रिय परिचय पत्र बनाउँदा अनलाइन र फिजिकल प्रोसेस दुवै छन्। सर्वप्रथम त तपाईको वडा कार्यालय वा सम्बन्धित सरकारी कार्यालयमा आवेदन दिन सक्नुहुन्छ। आवश्यक कागजात पुरानो नागरिकता, फोटो, फिङ्गरप्रिन्ट वा तपाईको भर्खर बनिसकेको नागरिकता छ भने पनि तपाईले एनआइडी का लागि आवेदन दिन सक्नुहुन्छ। तपाईले आवेदन दिइसकेपछि तपाईको वडाले तपाईलाई कहाँ सिफारिस गर्छ त्यही गएर तपाईले चाहिँ आफ्नो एनआइडी चाहिँ बनाउनु पर्ने हुन्छ। र पार्ट 4 यसका च्यालेन्जेस र रियालिटी चेक गरौँ है त। तपाईले अहिलेसम्म मानव तपाईहरु मध्ये धेरैजना हुनुहुन्न यहाँ राष्ट्रिय परिचय पत्रको बारेमा जान्ने, तर तपाईहरु मध्ये कसैले राष्ट्रिय परिचय पत्रको लागि आवेदन दिइसक्नु भएको छ कि? तपाईको कार्ड रेडी भइसकेको त छ त? 2 वर्ष हुँदा पनि तपाईको कार्ड रेडी भइसकेको अवस्था छैन। सिस्टम पुरै रेडी छैन। सबै नागरिकले स्मार्ट कार्ड पाइसकेका छैनन्। अनलाइन केवाइसी सिस्टम अझै अपग्रेड गर्नुपर्ने देखिन्छ। सधैँ सर्भर डाउनका कुराहरू आइरहेका छन्। तपाईले राष्ट्रिय परिचय पत्रको बारेमा के जान्नुभयो, के जान्न इच्छा गर्नुभएको छ कमेन्टमा लेख्न सक्नुहुन्छ। यदि तपाईहरुले आवेदन दिइसक्नु भएको छ भने तपाईहरुले आफ्नो एनआइडी नम्बरकै मार्फत पनि धेरै कामहरू गर्न सक्नुहुन्छ अहिलेको अवस्थामा पनि। त्यसैले छिटै नै आफ्नो एनआइडी नम्बर हेर्नका लागि मैले बनाएको अर्को भिडियो छ, सर्ट्स भिडियो छ, चेक गर्न सक्नुहुन्छ। म त्यसलाई माथि आई बटनमा राखिदिनेछु। हस्, धन्यवाद।